चिया खाने कुकुर हाम्रो गाइस खाऊ चिया खाऊ मलाई चिन्न हैन म त यही हो घरमा पनि गई बस्नुहुन्न यो घर पनि खाली हो हैन यस्तो खाली घर के रे हाम्रो गाउँमा धेरै छन् हैन हे गाइस वेलकम ब्याक इन माई न्यू भिडियो गाइस हैन अहिले चाहिँ हामी यतै छौं गाउँतिरै बसिराछौं हैन चाहिँ यसो भ्लग हान्दिम भनेर नि गाइस हान्दिन लाग्यो हैन ठिक छ ल हेर्दै गरौँ वहाँ चाहिँ हाम्रो जेठिया हुनुहुन्छ ट्याक्क यहाँ चाहिँ गाउँको यस्तो छ नजारा जेठिया के छ त खबर मासु पाउन हो कि नै श्याम जेठाबा चिन्न हो कि नै मलाई मलाई देख्न थिएन बिर्सिनुहुन्छ तेरो नाम के हो म त नारायणको के रे के नाति के पितारु हे चिन्न कि नै अब नबिर्सिनु होला अब सम्झिनु होला है जेठिया चिया सिया खान ए ल यो चाहिँ घर ट्याक्क खाली छ हैन घरमा चाहिँ कोही बस्दिनन् हेर्नु गाइस नबसेर यहाँ पुरै झाडी भयो हैन कोही बस्नुहुन्न यो घरमा पनि कोही बस्नुहुन्न यो घर पनि खाली हो हैन यस्तो खाली घर के रे हाम्रो गाउँमा धेरै छन् हैन जो चाहिँ विदेशतिर सहरतिर जानुभएको छ गाउँ यस्तो छ गाई छैन पुरै झाडैझार उम्रेछ हैन पुरै घर यस्तो छ हैन उहाँहरू चाहिँ यहाँ गाउँमा बस्नुहुन्न पुरै झाडैझार उम्रेर हैन गाइस यहाँ चाहिँ आँप छ यस्तो बहन पुरै बाटोहरू के गर्नु गाइस अब यस्तै छ गाउँको अवस्था हैन यतातिर चाहिँ यो चाहिँ पानीको टङ्की हो गाइस अहिले बन्द छ यो अनि चाहिँ यहाँ चाहिँ गोठ छ गाइस हैन गोठ पनि पुरै खाली छ मान्छे नभएपछि अब गोठ खाली हुनै पर्यो हैन झाडैझार उम्रेछ ट्याक्क लाएर तर गाउँको नजारा चाहिँ दामी छ हैन ट्याक्क हल्का फुल्का गर्मी छ आज भोलि किन हो के गर्नु गाइस गाउँ यस्तै हो अब के गर्न सकिन्छ र चाहिँ हाम्रो जेठाबाले काम गर्न जेठाबा चिया खान हो कि नै है सन्चै आरामै हुनुहुन्छ बा खाइयो हामीले त जेठाबा चिन्न हो कि नै मलाई अहिले देख्न थिएन ए मलाई चिन्न हैन म त यही हो ओहो यो मेरो घर मेरो घर होइन बा यो तपाईँको मेरै घर हो होइन अब होइन र भैँसी छ होइन आमा हुनुहुन्छ आमा चिया खाँदै हुनुहुन्छ आमालाई राम्रै हुनु पर्यो ए के छ तेरो खबर यो त्यसैलाई पकाइदिए त्यहाँ गएर मैले खान्छु यहाँ सेलाएर यो कुकुरले चिया खान्छ हो र ए यो चाहिँ हाम्रो चिया खाने कुकुर खै चिया दिनु न यसलाई खाएर भ्यायो भ्या होइन सेला होइन यस सेलाएर खाने हो भल्ल यति माया छ यार कुकुरलाई मेरा बा छाउरी हाम्रो छाउरी हो बहुत माया गर्नुहुन्छ आमाले कुकुरलाई चिया दिनुहुन्छ यार गाइस कुकुरलाई चिया दिनुहुन्छ आमाले ए ल गाइस यस्तै छ भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर मन पर्यो मन नपर्यो पनि माया गरौँ धन्यवाद ओहो चिया खाने कुकुर हाम्रो गाइस खाऊ चिया खाऊ चिया खाऊ ए भाइ यति चिया पुरै भ्याउँछ आमा त चिया यति पनि ए भाइ चिया लभर हाम्रो छाउरी त चिया लभर कस्तो मजाले खाएको चिया लगाइस उहाँ माथि पनि एउटा घर छ त्यो पनि हाम्रै घर हो त्यो पनि खाली छ अहिले हामी चाहिँ कोही बस्दिनौँ तर अब यसलाई राम्रो बनाउनु पर्छ अब यतै गाउँतिरै बस्नु पर्छ गाइज हैन यो घर पनि पुरै खाली भएर
उस्तै छ। ठिक छ, यो घरमा पनि हामी अब आउनुपर्छ, बस्नुपर्छ होइन, गाउँठाउँमा ट्याक्क। हामी के गर्ने त गाइस, जेन्जीहरू यति बस्यो यति गर्नै पर्यो। यो चाहिँ मेरो बच्चाको क्यारम बोर्ड हो है गाइस। क्यारम बोर्ड खेल्थेँ म पहिला, अहिले यस्तो छ हालत, के गर्नु गाइस। यस्तै छ। यो चाहिँ गाउँ भइहाल्यो। उहाँ चाहिँ जेठाबा हुनुहुन्छ गाइस। जेठाबाले मलाई चिन्नुहुन्न। ऊ चाहिँ दुर्कोट कोट हो, उता चाहिँ गाउँ छ, उता गाउँ छ। कस्तो मजाको गाउँ छ। ल धन्यवाद गाइस।